दर्शक महानुभावहरूलाई स्वागत छ। म वीरेन्द्र जैरू। अब देशमा एउटा जबरजस्त स्याल हुइयावालाहरू संगठित रूपमा मैदानमा उत्रिएका छन्। यिनीहरूले जसरी पनि जेनजी आन्दोलनलाई अपराधीकरण गर्ने प्रयास गरिरहेका छन्। जो 24 गतेको आन्दोलनमा गएका थिए ती सबैलाई अपराधी बनाउने गिरोह सक्रिय छ। यो गिरोहले 23 गते सरकारले 22 जना जेनजी युवामाथि गरेको नरसंहारको न पनि उच्चारण गर्दैन, तर 24 गते आन्दोलनमा गएका, सरकारप्रति घृणा ओकलेका, दलीय अत्याचार र कुशासन विरुद्ध आगो ओकलेका युवा, विद्यार्थी, कलाकार, अभियन्ता सबका सबलाई यिनीहरूले समाजमा यसरी प्रस्तुत गरिरहेका छन् कि मानव 36 वर्षदेखि यो देशमा रावण राज चलाउने मानिसहरू यिनीहरू नै थिए अनि देशको शासन सत्तामा बसेकाहरूले चाहिँ यतिका वर्षसम्म राम राज्य चलाएका थिए। कि यो देश बर्बाद हुनेमा 24 गते जनआन्दोलनमा गएकाहरू नै जिम्मेवार हुन्? 24 गते देशमा जति विध्वंस भयो त्यो मात्रै हाम्रो देश बर्बाद हुनुको एक मात्रै कारण हो?